नमस्कार सबैजनालाई। शब्दहरूमा स्वागत छ। हामीले प्रेम पत्र त धेरै देख्यौँ, धेरै लेख्यौँ र धेरै सुन्यौँ पनि। तर आज म निकै भिन्दै बिछोड पत्र लिएर आएको छु। आशा छ सुनेर साथ दिनुहुन्छ। प्रिय तिमी, यो संसार अडिग छैन। यो संसारमा एउटा चिज छ जुन अडिग छ, त्यो हो परिवर्तन। समयअनुसार सबथोक बदलिँदै जान्छ, जस्तै मौसम, ऋतु, मनपर्ने वस्तु सबथोक परिवर्तनबाट गुज्रिन्छ। संसारका कतिपय बाटाहरू यसरी मोडिँदा रहेछन् जहाँ पुगेपछि यात्रुहरू एकाएक अपरिचित बनिदिन्छन्। आज यो पत्र लेखिरहँदा मेरो हातमा कलम मात्र छैन। तिमीसँग बिताएका ती अनगिन्ती पलहरू, ती लामा कुराकानीहरू र हाम्रा साझा सपनाको एउटा ठुलो भारी छ। यो पत्र कुनै गुनासो होइन, न त यो तिमीलाई फिर्ता बोलाउने कुनै बहाना नै हो। यो त केवल मेरो मनको त्यो आवाज हो जसलाई तिमीले कुनै समय आफ्नो धड्कन भन्थ्यौ। हामीले कुनै समय एकअर्कालाई कति धेरै प्रतिज्ञाहरू गरेका थियौँ, याद छ? जस्तो सुकै परिस्थिति आए पनि हात छोड्ने छैनौँ। सुख दुःख जे परे पनि सँगै बाँच्नेछौँ र सँगै मर्नेछौँ। यी केवल शब्दहरू मात्रै थिएनन्, हाम्रा लागि श्वास फेर्ने आधार थिए। हामीले त हरेक जन्ममा सँगै हुने कसम खाएका थियौँ। तर आज समयको क्रूर चक्रले हामीलाई यस्तो मोडमा ल्याएर उभाइदियो जहाँबाट पछाडि फर्कने कुनै बाटो छैन र अगाडि बढ्नका लागि तिम्रो साथ छैन। कुनै समय हामी एक अर्काका लागि कति अपरिहार्य थियौँ, सायद त्यसलाई शब्दमा बयान गर्न गाह्रो छ। हामीले यस्तो महसुस गर्थ्यौँ त्यो कुनै साधारण आकर्षण मात्र थिएन। हामी त्यो जीवनका लागि पानी जस्तै थियौँ। जसरी पानी बिना कुनै पनि जीवको अस्तित्व सम्भव हुँदैन, त्यसरी नै तिमी बिना मेरो र म बिना तिम्रो जीवन अपूर्ण लाग्थ्यो। हाम्रो सम्बन्ध एउटा बलियो रुख र त्यसको जरा जस्तै थियो। जसरी जराहरू जमिनको धेरै गहिराइमा लुकेका हुन्छन्, कसैले तिनलाई बाहिरबाट देख्न सक्दैन, तर त्यही लुकेका जराकै कारण सिङ्गो रुख हावाहुरी र आधी बेरीका सामु अडिग र अविचलित भएर उभिन्छ। हो, हाम्रो प्रेम पनि त्यस्तै थियो। तिमी मेरो जीवनको त्यही अदृश्य जरा थियो जसले मलाई हरेक सङ्कटमा बलियो बनाएर राख्यो। तिमी साथमा हुँदा मलाई लाग्थ्यो म संसारको सबैभन्दा शक्तिशाली र भाग्यमानी मान्छे हुँ। तर आज त्यो जरा काटिएको छ र म एउटा ओइल्याउँदै गरेको रुख जस्तै एक्लो र कमजोर भएको छु। म प्राय ती रातहरू सम्झिन्छु जब आकाशमा ताराहरू हुन्थे र हाम्रा फोनका घन्टीहरू बज्थे। फोनमा कुरा गर्दा गर्दै रात बितेको, उज्यालो भएको पत्तो नै हुन्थेन। तिम्रो आवाज मेरो कानमा गुन्जिरहँदा लाग्थ्यो संसारका सबै कोलाहलहरू शान्त भएका छन्। हामी घन्टौँसम्म कुरा गर्थ्यौँ, कहिले भविष्यका योजनाहरू, कहिले साना र अर्थहीन कुराहरूमा हाँसो ठट्टा, त कहिले केवल एकअर्काको सासको आवाज मात्र सुनेर मौनतामा रमाउने। हामी त आकाश र तारा जस्तै थियौँ। आकाश जतिसुकै विशाल र रित्तो किन नहोस्, ताराहरू नभएसम्म त्यसको सुन्दरता अधुरो हुन्छ। म त्यो आकाश थिएँ भने तिमी मेरो जीवन चम्काउने सबैभन्दा उज्यालो तारा थियो। तर आज आकाश रित्तो छ, ताराहरू बिलाएर गएका छन् र केवल एउटा अँध्यारो रात मात्र बाँकी छ। म तिमीलाई यो बिछोडको लागि कहिले कति पनि दोष दिने छैन। मेरो मनमा तिम्रो लागि कुनै रिस, कुनै आक्रोश र कुनै गुनासो पनि छैन। म त केवल यति बुझ्छु कि हाम्रो भेट जुन जति निश्चिन्त थियो, हाम्रो छुटिनु पनि त्यत्तिकै अकाट्ट रहेछ। सबै कुरा भाग्यको खेल त हो नि, होइन र? भाग्यमा लेखेको कुरालाई कसैले मेट्न सक्दैन। हाम्रो मिलन ईश्वरको मन्जुरी थियो भने यो बिछोड पनि सायद उसैको इच्छा थियो। तर एउटा कुराले मेरो मनलाई सधैँ पिरोलिरहनेछ। टाढा हुनका लागि, सम्बन्ध तोड्नका लागि मानिसहरूसँग हजारौँ बहाना वा कारणहरू हुन सक्छन्। म मान्छु हाम्रा बिचमा पनि समस्याहरू थिए होलान्, परिस्थितिहरू कठिन थिए होलान्। तर के तिमीसँग सँगै बस्नका लागि, त्यो पुरानो प्रतिज्ञाहरू निभाउनका लागि एउटै पनि कारण थिएन? छोड्नका लागि हजारौँ बाटो र बहाना हुन सक्छ, तर निभाउनका लागि केवल एउटै कारण पनि काफी हुन्छ। कि हाम्रा ती पुराना दिनहरू, त्यो निश्चल प्रेम र ती
कसममध्ये कुनै पनि तिमीलाई ती कसममध्ये कुनै पनि कुराले तिमीलाई रोक्नका लागि एउटा कारण बन्न सकेन। यो प्रश्नको उत्तर म कहिले खोज्ने छैन, तर यो मौनताले मेरो मनलाई सधैँ डसिरहनेछ। आज म ईश्वरसँग सोध्न चाहन्छु, आखिर प्रेममा किन यति धेरै पीडा र बिछोड हुन्छ? किन मानिसहरूलाई पहिले कसैको लत लगाइन्छ र पछि उसैबाट टाढा धकेलिन्छ? प्रेम यदि पवित्र छ भने यसको गन्तव्य आँसु किन हुन्छ? जसलाई मुठीमा सजाइन्छ उही किन टाढा हुनुपर्छ? ईश्वरको स्थानमा मानिसहरूले प्रेम किन पाउँदैनन्? जसले कसैलाई साँचो मनले प्रार्थना गर्छ उसैको प्रार्थना किन अधुरो रहन्छ? यदि प्रेम भगवानको स्वरूप हो भने प्रेमीहरू सधैँ किन मन्दिर बाहिर उभिएका जोगी जस्तै रित्तो हात फर्किनुपर्छ? यी प्रश्नको जवाब सायद कुनै शास्त्र वा कुनै भगवानसँग पनि छैन। अब परिस्थिति बदलिएको छ। हामी एउटै सहरमा छौँ, सायद कहिलेकाहीँ एउटै बाटोमा हिँडिरहेका हुन सक्छौँ, तर अब हामी कहिले कुरा गर्ने छैनौँ। हामी बिचको संवादको धागो सधैँको लागि चुडिएको छ। म ईश्वरसँग प्रार्थना गर्छु कि अब तिम्रो र मेरो भेट कहिले नहोस्। म तिमीलाई फेरि कहिले देख्न नपरोस्। यो मेरो घमण्ड वा रिस होइन, तिमी प्रतिको नफरत त झन् हुँदै होइन। यो त मेरो कमजोरी हो। मलाई थाहा छ यदि मैले तिमीलाई फेरि मेरो अगाडि देखेँ भने म आफ्ना भावनाहरूलाई सम्हाल्न सक्दिनँ। मेरो आँखाबाट बग्ने आँसु र मेरो मुटुको धड्कनले तिमी प्रतिको मेरो अगाध प्रेमलाई फेरि उजागर गरिदिनेछ, जसलाई म अब शान्त राख्न चाहन्छु। म तिम्रो अगाडि कमजोर बन्न चाहन्न र तिम्रो नयाँ जीवनमा कुनै व्यवधान खडा गर्न पनि चाहन्न। तिमी मेरो जीवनको त्यो अध्याय हो जसलाई मैले निकै सुन्दर अक्षरहरूले लेखेको थिएँ, तर दुर्भाग्यवश त्यो अध्याय अधुरै रह्यो। म मान्छु कति कथा अधुरै राम्रा हुन्छन्। तिनीहरू पुरा भएको भए त्यो कथा खल्लो राख्ने थियो। तिम्रो र मेरो कथा पनि त्यस्तै हो। हाम्रो मिलन हुनु कथालाई न्याय नदिनु जस्तै होला। त्यसैले कति प्रेमिल कथाहरू अन्त्यमा छुट्टिनु नै राम्रो हुँदो रहेछ। म तिमीलाई तिम्रो आगामी जीवनको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु। तिम्रो यात्रामा कहिले कुनै बाधा अड्चन नआओस्। तिमीले जे सोचेकी छौ, जे पाउन चाहेकी छौ, ती सबै तिम्रो पोल्टामा परोस्। तिम्रो ओठको हाँसो कहिले फिक्का नहोस्। तिमी मसँग नभए पनि तिम्रो खुसी नै मेरो लागि सबैभन्दा ठुलो सन्तुष्टि हुनेछ। आफ्नो ख्याल राख्नु र नयाँ जीवनको यात्रामा अघि बढिरहनु, उही तिम्रो सधैँ भलो चिताइरहने मान्छे म। धन्यवाद।